अनि यो बिहानी साँच्चै नै हामी प्रभुसँग समर्पण गर्नेछौँ अनि प्रभुलाई साँच्चै बाचा गर्नेछौँ। प्रभुलाई भनौँ तपाईँले मलाई यो साल अबको मेरो बाँकी जीवनमा तपाईँले जहाँ लानुहुन्छ, तपाईँले मेरो जीवनमा जे गर्न चाहनुहुन्छ म गर्न तयार छु भनेर भनौँ। यो बिहानी जबसम्म हामी समर्पण गर्दैनौँ, यो कुरामा ध्यान दिँदैन, हामी अगाडि बढ्दैनौँ मण्डली। अब आउने सालमा चाहिँ, अब आउने दिनहरूमा चाहिँ हाम्रो मण्डली चाहिँ साँच्चै समर्पित मण्डली हुनुपर्छ। प्रभुको आवाजलाई सुनेर उहाँले जहाँ लानुहुन्छ त्यहाँ जाने मण्डली हुनुपर्छ। जे गर्नु भन्नुहुन्छ त्यो गर्ने मण्डली चाहिँ हामी हुनुपर्छ। जहाँ मलाई लानुहुन्छ त्यही जान दया छु म। जे मलाई भन्नुहुन्छ त्यही गर्न राजी छु म, त्यही गर्न राजी छु म। जहाँ मलाई लानुहुन्छ, हालेलुया, जहाँ मलाई लानुहुन्छ त्यही जान दया छु म। जे मलाई भन्नुहुन्छ त्यही गर्न राजी छु म, त्यही गर्न राजी छु म। तपाईँको सामने हाजिर छु म, तपाईँको सामने हाजिर छु म, तपाईँको सामने हाजिर छु म। प्रभु मलाई पठाउनुहोस् तपाईँको सेवामा, तपाईँको सेवामा। प्रभु मलाई पठाउनुहोस् तपाईँको सेवामा, प्रभु मलाई पठाउनुहोस्। म तयार छु तपाईँको सेवामा, तपाईँको सुवासना सब ठाउँमा, तपाईँको सुवासना सब ठाउँमा फैलाउनेछु। तपाईँको मिठो वचन, तपाईँको मिठो वचन सबैलाई सुनाउनेछु, सबैलाई सुनाउनेछु। फेरि पनि भनौँ तपाईँको सुवासना, तपाईँको सुवासना सब ठाउँमा फैलाउनेछु। तपाईँको मिठो वचन सबैलाई सुनाउनेछु। मेरो रहल जीवनले, मेरो रहल जीवनले गाउनेछ सदा तपाईँको प्रशंसा। मेरो रहल जीवनले, मेरो रहल जीवनले गाउनेछ सदा तपाईँको प्रशंसा। प्रभु मलाई पठाउनुहोस्, प्रभु मलाई पठाउनुहोस् तपाईँको सेवामा, प्रभु मलाई पठाउनुहोस्।
प्रार्थना गरौँ। आफ्नो मुख खोलेर प्रभुलाई भन्नुहोस् मण्डली, के तपाईँ विश्वास छ तपाईँमा? के तपाईँ गर्न चाहनुहुन्छ प्रभुले भन्नुभएको काम? प्रभुले चलाउनु भए अनुसार के हामी तयार छौँ त अबको दिनमा? म चाहिँ तयार छु मण्डली। तपाईँ के हुनुहुन्छ मलाई थाहा छैन, तपाईँहरू को को तयार हुनुहुन्छ थाहा छैन। म चाहिँ तयार छु प्रभुको काम गर्नको लागि। म यो बिहानी भन्दैछु, घोषणा गर्दैछु, म किरण गुरुङ म तयार छु प्रभुको काम गर्न। प्रभुले जहाँ लानुहुन्छ म त्यहाँ जान तयार छु। प्रभुले जे गर्नुहुन्छ त्यहाँ हाजिर हुन तयार छु। म